आज अर्थशास्त्रको बारेमा हामी संक्षिप्त एमसिक्यूहरूको चर्चा गर्नेछौँ। एमसिक्यू कस्तो खालको आउँछ? अर्थशास्त्र, सूक्ष्म अर्थशास्त्र, वृहत अर्थशास्त्रको सम्बन्धमा बहुवैकल्पिक टाइपका प्रश्नहरू हेर्नेछौँ। यो नेपाल बैंक लिमिटेडको लागि महत्त्वपूर्ण छ। नेपाल बैंकको लागि, नेपाल राष्ट्र बैंकको लागि र अब आउने भ्याकेन्सीमा राष्ट्रिय वाणिज्य बैंकले पनि अर्थशास्त्र लिन सक्छ। त्यसको लागि पनि यो महत्त्वपूर्ण मानिन्छ। दुई शब्दहरू सूक्ष्म र वृहत अर्थशास्त्र। सूक्ष्म र वृहत अर्थशास्त्र कसले प्रयोग गरेका थिए? दुई शब्दहरू सूक्ष्म र वृहत अर्थशास्त्र कसले प्रयोग गरेका थिए? यसको सही उत्तर रहेको छ रेन्जर फ्रिज। दुई शब्दहरू सूक्ष्म र वृहत अर्थशास्त्र कसले प्रयोग गरेका थिए? सूक्ष्म र वृहत अर्थशास्त्र कसले प्रयोग गरेका थिए भनेमा यसको सही उत्तर रहेको छ रेन्जर फ्रिजले। स्यामुएल्सनद्वारा वृद्धिको परिभाषाको अर्थ के हो? वृद्धिको परिभाषाको अर्थ के हो? यसको सही उत्तर रहेको छ माथिका सबै। एमा रहेको छ यो समयको तत्त्व हो। एमा रहेको छ यो समयको तत्त्व हो। बीमा रहेको छ आर्थिक वृद्धि र कल्याणको अवधारणा हो। एमा रहेको छ यो समयको तत्त्व हो। बीमा रहेको छ आर्थिक वृद्धि र कल्याणको अवधारणा। सीमा रहेको छ स्रोत साधनको अभावको बारेमा बताउँदछ। स्रोत साधनको अभावको बारेमा बताउँदछ। डीमा रहेको छ माथिको सबै। यीमध्ये अप्सन डी माथिका सबै यसको राइट आन्सर रहेको छ। नेक्स्ट क्वेसनमा जाऊँ। अर्थशास्त्रको कल्याणको परिभाषा कसले गर्यो? अर्थशास्त्रको कल्याणको परिभाषा कसले गर्यो? अल्फ्रेड मार्सलले। कल्याणको परिभाषा अल्फ्रेड मार्सलले गर्यो। धनको विज्ञान एडम स्मिथले गर्यो। दुर्लभताको सिद्धान्त, दुर्लभताको परिभाषा चाहिँ रबिन्सले गरेका छन्। 4मा रहेको छ अर्थशास्त्रको धनको परिभाषा कसले दियो? अर्थशास्त्रको धनको परिभाषा कसले दियो? एडम स्मिथले। क्वेसन पनि सँगै आइरहेको छ। अर्थशास्त्रको धनको परिभाषा कसले दियो? अर्थशास्त्रको धनको परिभाषा कसले दियो? एडम स्मिथले दियो। धनको अभावको परिभाषा कसले गर्यो? धनको अभावको परिभाषा कसले गर्यो? अभावको परिभाषा चाहिँ रबिन्सले गर्यो। धनको अभावको परिभाषा चाहिँ रबिन्सले गर्यो। अनि अर्थशास्त्रको नियमको ज्यारभाटा नियम जस्तै हो भनेर कसले भन्यो? अर्थशास्त्रको नियमको ज्यारभाटा नियम जस्तै हो भनेर कसले भन्यो? आदर्श अर्थशास्त्रले भन्यो। आदर्श अर्थशास्त्रले भन्यो। अर्थशास्त्रको नियमको ज्यारभाटा नियम जस्तै हो भनेर कसले भन्यो भने आदर्श अर्थशास्त्रले भन्यो। नेक्स्ट क्वेसनमा जाउँ। अर्थशास्त्र भनेको के हो? अर्थशास्त्र भनेको के हो? अर्थशास्त्र भनेको विज्ञान हो, कला हो। विज्ञान र कला हो। कला र विज्ञान दुवै हो। यसको राइट आन्सर रहेको छ कला र विज्ञान। यसको राइट आन्सर रहेको छ कला र विज्ञान दुवै हो। नेक्स्ट क्वेसनमा जाउँ। वास्तविक अर्थशास्त्र केमा आधारित हुन्छ? वास्तविक अर्थशास्त्र केमा आधारित छ? वास्तविक अर्थशास्त्र केमा आधारित छ? तथ्याङ्कहरूको कारण र प्रभावमा। वास्तविक अर्थशास्त्र केमा आधारित छ भने तथ्याङ्कहरूको कारण र प्रभावमा आधारित रहेको छ। अनि नेक्स्ट क्वेसनमा जाउँ। आदर्श अर्थशास्त्र केसँग सम्बन्धित छ? आदर्श अर्थशास्त्र केसँग सम्बन्धित छ? आदर्श अर्थशास्त्र केसँग सम्बन्धित छ? यसको अप्सनहरू तथ्यहरूको कारण र प्रभावहरू,
बीमा नैतिकता, सीमा मूल्य निर्धारण, डीमा दुवै, ए र बी बोथ भनेपछि यसको राइट आन्सर रहेको छ आदर्श अर्थशास्त्र केसँग सम्बन्धित छ भने तथ्याङ्कहरूको कार्य र प्रभावहरू, अनि नैतिकता, ए र बी दुवै। यसको राइट आन्सर ए र बी दुवै रहेको छ। अनि नेक्स्ट क्वेसनमा जाउँ। मूल्य निर्धारण केसँग सम्बन्धित छ? मूल्य निर्धारण केसँग सम्बन्धित छ? उत्पादनमूलक निर्धारणसँग, कारकमूलक निर्धारणसँग, कल्याणकारी अर्थशास्त्रसँग। मूल्य निर्धारण केसँग सम्बन्धित छ? मूल्य निर्धारण केसँग सम्बन्धित छ? उत्पादन मूल्य निर्धारण चाहिँ उत्पादन र मूल्य निर्धारण, कल्याणकारी अर्थशास्त्र, कारक र मूल्य निर्धारण। मूल्य निर्धारण चाहिँ उत्पादन भएको वस्तुहरूको पनि मूल्य निर्धारण गर्नु पर्यो। मूल्य निर्धारण, कल्याणकारी अर्थशास्त्र, कारक र मूल्य निर्धारण, माथिका सबै। यसको पनि राइट आन्सर माथिका सबै हुने गर्दछ। जब हामी हाम्रो तथ्याङ्कबाट सुरु गर्छौँ, जब हामी विशेष तथ्याङ्कबाट सुरु गर्छौँ र त्यसपछि सामान्य सिद्धान्त बनाउँछौँ, यो भनाइलाई के भनिन्छ? जब हामी विशेष तथ्याङ्कबाट सुरु गर्छौँ, र त्यसपछि सामान्य सिद्धान्त बनाउँछौँ, यो भनाइलाई के भनिन्छ? विशेष तथ्याङ्कबाट सुरु गरेर अनि सामान्य सिद्धान्तमा बनायो भने के भन्छ भने यो आगमनात्मक विधि भनिन्छ यसलाई। नेक्स्ट क्वेसनमा जाऊ। आर्थिक सिद्धान्तको आगमनात्मक विधि उदाहरणहरू कुन हो? आर्थिक सिद्धान्तको आगमनात्मक विधिका उदाहरणहरू कुन हो? माल्थुसियनको जनसङ्ख्याको सिद्धान्त, एङ्गलको नियम अनि मार्कको नियम। यसको राइट आन्सर रहेको छ माथिका सबै। अर्थशास्त्रको सिद्धान्त आगमनात्मक विधिका गुणहरू के हो? अर्थशास्त्रको सिद्धान्तका आगमनात्मक विधिको गुण के हो? यथार्थपरक र उचित विधिहरू, एमा। यथार्थपरक र उचित विधिहरू, एमा। बीमा आर्थिक तथ्यमा प्रमाणित। सीमा रहेको छ वैज्ञानिक विधिहरू। सीमा रहेको छ वैज्ञानिक विधिहरू। डीमा रहेको छ माथिको सबै। अर्थशास्त्रका सिद्धान्त आगमनात्मक विधिमध्ये यथार्थपरक र उचित विधिहरू। बीमा रहेको छ आर्थिक तथ्यमा प्रमाणित। सीमा रहेको छ वैज्ञानिक विधि। डीमा रहेको छ माथिको सबै। यसको राइट आन्सर रहेको छ माथिका सबै। नेक्स्ट क्वेसनमा जाऊ। अर्थतन्त्रको केन्द्रीय समस्या के हुन सक्छ? अर्थतन्त्रको केन्द्रीय समस्या के हुन सक्छ? एमा कुन सामान उत्पादन गर्ने र कति उत्पादन गर्ने। एमा रहेको छ कुन सामान उत्पादन गर्ने र कति मात्रामा उत्पादन गर्ने। बीमा रहेको छ कसरी उत्पादन गर्ने, हाउ टु प्रड्युस, कसरी उत्पादन गर्ने। सीमा रहेको छ कसको लागि उत्पादन गर्ने।
सीमा रहेको छ कसको लागि उत्पादन गर्ने, र अप्सन डीमा रहेको छ माथिका सबै। अलग तयको माथिका सबै। नेक्स्ट क्वेसनमा जाउँ। वितरण सिद्धान्तले कुन समस्याको अध्ययन गर्दछ? वितरण सिद्धान्तले कुन समस्याको अध्ययन गर्दछ? वितरण सिद्धान्तले कुन समस्याको अध्ययन गर्दछ? कुन समस्याको? अप्सन एमा रहेको छ कुन सामान उत्पादन गर्ने र कति उत्पादन गर्ने, कुन सामान उत्पादन गर्ने र कति मात्रामा उत्पादन गर्ने, बीमा रहेको छ कसरी उत्पादन गर्ने, सीमा रहेको छ कसको लागि उत्पादन गर्ने, कसको लागि उत्पादन गर्ने, कुन सामानको उत्पादन गर्ने र कति मात्रामा उत्पादन गर्ने, बीमा रहेको छ कसरी उत्पादन गर्ने, कसको लागि उत्पादन गर्ने, अनि अप्सन डीमा रहेको छ माथिको सबै। यसको राइट आन्सर रहेको छ माथिका सबै नै। नेक्स्ट क्वेसन जाऊ। कसको के योगदान रहेको छ? एडम स्मिथको, लियोनेल रबिन्स, मार्शल, ग्रीक राष्ट्रहरूको सम्पत्ति, आर्थिक विज्ञानको प्रकृति र महत्तम, अर्थशास्त्रको सिद्धान्त। यसको राइट आन्सर रहेको छ एडम स्मिथले राष्ट्रहरूको सम्पत्ति, अनि लियोनेल रबिन्सले आर्थिक विज्ञानको प्रकृति र महत्तम, अनि यसले विश्व अर्थतन्त्रले ग्रीकलाई, र मार्शलले अर्थशास्त्रको सिद्धान्तलाई एडम स्मिथले राष्ट्रहरूको सम्पत्ति, धनको विज्ञानलाई फोकस गरेछ त। अनि लियोनेल रबिन्सले आर्थिक विज्ञानको प्रकृति र महत्तम, आर्थिक कल्याण, मार्शलले अर्थशास्त्रको सिद्धान्त र विश्व अर्थतन्त्र भनेको ग्रीक। अब वृहत अर्थशास्त्रकोमा हेर्न जाउँ हामी। वृहत अर्थशास्त्रमा 17 नम्बरको क्वेसन रहेको छ। मैले भर्खरै जोडा यहाँनिर मिलाएको छु, हजुरले देख्नु, सायद मेरो क्यामेराले त्यहाँ क्याप्चर गरेन होला। यहाँनिर हेर्नु होला त हजुरहरूले। हेर्नुहोस् त। एडम स्मिथले के गर्यो? राष्ट्रहरूको सम्पत्ति। लियोनेल रबिन्सले आर्थिक विज्ञानको प्रकृति र महत्तम, मार्शलले चाहिँ अर्थशास्त्रको सिद्धान्त, अनि विश्व अर्थतन्त्र चाहिँ ग्रीक भनेर यहाँनिर यसरी गराएको छ। नेक्स्ट क्वेसन रहेको छ। नेक्स्ट क्वेसन 18मा हेर्नु, 17मा हेर्नु होला त। 17मा
17मा रहेको छ आधुनिक समष्टिगत अर्थशास्त्रको पिता कसलाई मानिन्छ? आधुनिक समष्टिगत अर्थशास्त्रको पिता भनेर कसलाई मानिन्छ? पोरोजेभकिन्स। आधुनिक समष्टिगत अर्थशास्त्र पिता भनेर कसलाई भनिन्छ? पोरोजेभकिन्स। 18मा रहेको छ रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्त। रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्त पुस्तक कसले लेखेका थिए? रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्तको पुस्तक कसले लेखेका थिए? प्रोफेसर जेएमकिन्सले लेखेका थिए। अनि 19 नम्बरमा रहेको छ सूक्ष्म अर्थशास्त्र वृहत अर्थशास्त्र शब्द पहिलो पटक कोद्वारा लिएको थियो? सूक्ष्म अर्थशास्त्र र वृहत अर्थशास्त्रको शब्द पहिलो पटक कोद्वारा ल्याएको थियो? भने सही उत्तर रहेको छ रेन्जर फ्रिज मार्फत ल्याएको थियो। 20मा रहेको छ रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्तको पुस्तक कहिले प्रकाशित भएको थियो? रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्तको पुस्तक कहिले प्रकाशित भएको थियो? यसको सही उत्तर रहेको छ 1936मा। 1936 एडी सन् 1936मा रोजगार ब्याजदर र पैसाको सामान्य सिद्धान्तको पुस्तक प्रकाशनमा आएको थियो। अनि 21मा रहेको छ समष्टिगत अर्थशास्त्र कहिलेदेखि लोकप्रिय भयो? समष्टिगत अर्थशास्त्र कहिलेदेखि लोकप्रिय भयो? 1929-33 को महामन्दीदेखि। लोकप्रिय भयो भने 1929 देखि 23 को महामन्दी, जुन 1929 देखि 23 सम्मको महामन्दी थियो त्यहीदेखि समष्टिगत अर्थशास्त्र लोकप्रिय भएको थियो। नेक्स्ट क्वेसनमा जाऊ। समष्टिगत शब्द कुन भाषाबाट लिएको हो? समष्टिगत शब्द कुन भाषाबाट लिएको हो? ग्रीक शब्द म्याक्रो जसको अर्थ ठुलो हो। ग्रीक शब्द म्याक्रो जसको अर्थ ठुलो भन्ने लाग्छ, त्यसैबाट ल्याएको हो। अनि 22 नम्बर प्रश्नमा जाऊ। समष्टिगत शब्द कुन भाषाबाट लिएको? समष्टिगत शब्द कुन भाषाबाट लिएको भने ग्रीक भाषा। ग्रीक शब्द म्याक्रो जसको अर्थ ठुलो भन्ने हुन्छ त्योबाट लिएको। अनि 23 समष्टिगत अर्थशास्त्र केसँग सम्बन्धित छ? समष्टिगत अर्थशास्त्र केसँग सम्बन्धित छ? मुद्रा आपूर्ति र मूल्य स्तरको सिद्धान्तसँग। मुद्रा आपूर्ति र मूल्य स्तरको सिद्धान्तसँग। मुद्रा आपूर्ति र मूल्य स्तरको सिद्धान्तसँग यो समष्टिगत अर्थशास्त्रको परिभाषा चाहिँ सम्बन्धित मानिन्छ। नेक्स्ट क्वेसनमा जाऊ। तलका मध्ये कुन समष्टिगत अर्थशास्त्र हो? वृहत अर्थशास्त्र तलका मध्ये कुन हो भनेपछि उच्च स्तरको कुल ग्राहस्थ उत्पादन गर्ने, उच्च स्तरको रोजगारी प्राप्त गर्ने। नेक्स्टमा रहेको छ मूल्यहरूको स्थिरता। एमा रहेको छ उच्च स्तरको कुल ग्राहस्थ उत्पादन प्राप्त गर्ने, उच्च स्तरको कुल ग्राहस्थ उत्पादन प्राप्त गर्ने। बीमा रहेको छ उच्च स्तरको रोजगारी प्राप्त गर्ने। अनि सीमा रहेको छ मूल्य स्तरको पनि स्थिरता। अप्सन डीमा रहेको छ माथिका सबै। यसको राइट आन्सर रहेको छ माथिका सबै।
यसको राइट आन्सर ए माथिका सबै हो। उच्च स्तरको वृहत अर्थशास्त्र भनेको उच्च स्तरको कुल ग्राहस्थ्य उत्पादन प्राप्त गर्ने पनि हो। उच्च स्तरको कुल ग्राहस्थ्य उत्पादन प्राप्त गर्ने पनि हो। उच्च स्तरको रोजगारी प्राप्त गर्ने पनि हो। उच्च स्तरको रोजगारी प्राप्त गर्ने पनि हो। मूल्य स्तरको स्थिरता पनि हो। मूल्यहरूको स्थिरता पनि हो। यी सबै वृहत अर्थशास्त्र हो। समष्टिगत अर्थशास्त्रको उपकरण के हुन्? समष्टिगत अर्थशास्त्रको उपकरण के हुन्? अप्सन एमा रहेको छ मौद्रिक नीति, अप्सन बीमा रहेको छ आय नीति, अप्सन सीमा रहेको छ वित्त नीति र अप्सन डीमा रहेको छ माथिका सबै। समष्टिगत अर्थशास्त्रको उपकरण के हो? मौद्रिक नीति, आय नीति, वित्त नीति र अप्सन डीमा रहेको छ माथिका सबै। यसको राइट आन्सर रहेको छ माथिका सबै। अनि 26मा रहेको छ अर्थशास्त्रको समूह र व्यापक कुल अध्ययनलाई के भनिन्छ? अर्थशास्त्रको समूह र व्यापकको कुल अध्ययनलाई के भनिन्छ? अर्थशास्त्रको समूह र व्यापक कुल अध्ययनलाई के भनिन्छ? अप्सन एमा रहेको छ सूक्ष्म अर्थशास्त्र, बीमा रहेको छ अन्तर्राष्ट्रिय अर्थशास्त्र, सीमा रहेको छ वृहत अर्थशास्त्र, अप्सन डीमा रहेको छ माथिका कुनै पनि होइन। माथिका कुनै पनि होइन। यसको राइट आन्सर रहेको छ वृहत अर्थशास्त्र। वृहत अर्थशास्त्र यसको राइट आन्सर रहेको छ। अर्थतन्त्रको समूह र व्यापक कुल अध्ययनलाई के भनिन्छ भने वृहत अर्थशास्त्र भनिन्छ। अब जाऊ नेक्स्ट क्वेसनमा। राष्ट्रिय आयको गणना नेसनल इन्कम अकाउन्टिङ सम्बन्धी बहुवैकल्पिक प्रश्नोत्तर हेर्ने गर्दछौँ। यो मोस्ट इम्पोर्टेन्ट रहेको छ। यो नेपाल ब्याङ्क लिमिटेडको सिलेबसमा आधारित भएर एमसिक्यू भिडियो बनाइरहेको छ। तर पनि सबै ब्याङ्किङहरूलाई यसले सपोर्ट त गर्छ नै, तर मेन फोकस चाहिँ यो नेपाल ब्याङ्क लिमिटेडमा आधारित रहेको छ। हामी अहिले च्याप्टर 2मा आइसकेका छौँ। मैले च्याप्टर 1 इकोनोमिक्सको बारेमा हजुरहरूलाई एमसिक्यू भनिसकेँ भने अब च्याप्टर 2 राष्ट्रिय आयको गणनाको बारेमा म थोरै यसको एमसिक्यूहरू भन्न गइरहेको छ। नम्बर 1मा रहेको छ जिडिपी केसँग सम्बन्धित छ? जिडिपी केसँग सम्बन्धित छ? यसको अप्सन रहेको छ वस्तुहरूको अन्तिम मूल्य, सेवाहरूको अन्तिम मूल्य, वस्तु तथा सेवाहरूको अन्तिम मूल्य। जिडिपी ग्रस डोमेस्टिक प्रोडक्ट भनेको कुल ग्राहस्थ्य उत्पादन। आर्थिक यसको राइट आन्सर रहेको छ आर्थिक वर्षहरूमा वस्तु तथा सेवाहरूको अन्तिम मूल्य। आर्थिक वर्षहरूमा वस्तु तथा सेवाहरूको अन्तिम मूल्यलाई जिडिपी भनिन्छ। यसको राइट आन्सर रहेको छ आर्थिक वर्षमा वस्तु तथा सेवाहरूको अन्तिम वस्तु तथा सेवाहरूको मूल्य आर्थिक वर्षहरूमा वस्तु तथा सेवाहरूको अन्तिम मूल्य भनेर सम्झिनु होला। यो कुल ग्राहस्थ्य उत्पादन हो जिडिपी भनेको। अनि आर्थिक वर्षहरूमा वस्तु तथा सेवाहरूको अन्तिम मूल्य यसको राइट आन्सर रहेको छ। अनि अप्सन नम्बर 2 क्वेसन नम्बर 2मा जाऊ। वास्तविक जिडिपी केबाट गणना गरिन्छ? ग्रस डोमेस्टिक प्रोडक्ट भनेको केबाट गणना गरिन्छ भने आधार मूल्य, चालु मूल्य, बजार मूल्य, अपेक्षित मूल्य। यसको राइट आन्सर रहेको छ आधार मूल्य। अनि नेक्स्ट क्वेसनमा जाऊ। जिडिपी केसँग सम्बन्धित छ? जिडिपी केसँग सम्बन्धित छ? यसको राइट आन्सर रहेको छ जिडिपी
एमा रहेको छ सी प्लस जी प्लस आई प्लस कोष्ठभित्र एक्स माइनस एम। अनि अप्सन बीमा रहेको छ P1 Q1 प्लस P2 Q2 प्लस PN QN। अनि अप्सन नम्बर डीमा रहेको छ नन अफ द देम। अप्सन बीमा रहेको छ बोथ ए एन्ड बी। यसको राइट आन्सर रहेको छ बोथ ए एन्ड बी हो। कसरी बोथ ए एन्ड बी हुन्छ भने आर्थिक वर्षमा वस्तु तथा सेवाको अन्तिम मूल्य भनेको कारणले गर्दा सी प्लस जी प्लस आई अनि एक्स माइनस एम हुन्छ भने यतातिर P1 Q1 प्लस P2 Q2 उत्पादन भएको प्रडक्टहरू अनि प्लस गर्दै जाने फाइनल्ली जतिसम्म हुन्छ त्यसको PN Q1सम्म निकाल्नु पर्ने हुन्छ। अनि त्यसलाई नै जिडिपी भन्ने गरिन्छ। खुद राष्ट्रिय उत्पादन भनेको के हो? खुद राष्ट्रिय उत्पादन भनेको के हो? खुद राष्ट्रिय उत्पादन भनेको खुद राष्ट्रिय उत्पादन भनेको जिएनपी घटाएर मूल्य ह्रास। जिएनपी घटाएर मूल्य ह्रास। जिएनपी माइनस डेप्रिसिएसन। जिएनपी ग्रस नेसनल प्रोडक्ट घटाएरबाट मूल्य ह्रास। ग्रस नेसनल प्रोडक्टबाट मूल्य ह्रास घटाएपछि त्यसलाई जिएनपी भनिन्छ। खुद ग्रस नेसनल प्रोडक्टबाट मूल्य ह्रास घटाएपछि जिएनपी घटाएपछि खुद राष्ट्रिय उत्पादन आउँछ। खुद आउँछ जुन मूल्य हुन्छ त्यो डेप्रिसिएसन घटाएपछि मूल्य ह्रास घटाएपछि ग्रस नेसनल प्रोडक्टबाट अनि खुद राष्ट्रिय उत्पादन आउँछ। अप्सन नम्बर नेक्स्ट क्वेसनमा जाउँ। जिएनपी ग्रस नेसनल प्रोडक्ट केबाट घटाएर एनएनपी बराबर हुन्छ? केबाट घटाएर एनएनपी हुन्छ भने एनएनपी बराबर हुन्छ। एनएनपी बराबर ग्रस नेसनल प्रोडक्ट केबाट घटाएर एनएनपी हुन्छ? यसको उत्तर रहेको छ मूल्य ह्रास। मूल्य ह्रासबाट घटाएर एनएनपी हुन्छ। नेक्स्ट क्वेसनमा जाऊ। नेक्स्ट क्वेसनमा जाऊ। तलका मध्ये कुन चाहिँ रकम हस्तान्तरणीय आय हो? तलका मध्ये कुन चाहिँ रकम हस्तान्तरणीय आय हो? बेरोजगारी भत्ता, तलब, भाडा, लाभांश भने हस्तान्तरण आय चाहिँ बेरोजगारी भत्ता हस्तान्तरण आय। राष्ट्रिय आम्दानी नेक्स्ट क्वेसनमा जाउँ। राष्ट्रिय आम्दानी स्थिर मूल्यमा वृद्धि हुन्छ। राष्ट्रिय आम्दानी स्थिर मूल्यमा वृद्धि हुन्छ। यसको राइट आन्सर रहेको छ राष्ट्रिय आम्दानी स्थिर मूल्यमा वृद्धि हुन्छ। यसको राइट आन्सर रहेको छ वास्तविक नेसनल इन्कममा वृद्धि। वास्तविक नेसनल इन्कममा वृद्धि। अनि क्वेसन नम्बर 10 मा हेरौँ। गणना गर्ने तरिका। गणना गर्ने तीन तरिकाहरू के के हुन्? गणना गर्ने तीन तरिकाहरू के के हुन्? एकमा रहेको छ उत्पादन खर्च र आय विधेयक। गणना गर्ने तीन तरिकाहरू के के हुन्? गणना गर्ने तीन तरिकाहरू केबाट गणना गर्न सकिन्छ? उत्पादनबाट गणना गर्न सकिन्छ, खर्चबाट र आयबाट। तरिकाहरू यिनै हुन्। अनि अब नेक्स्ट क्वेसनमा जाऊ। तलका मध्ये कुन व्यापार सन्तुलन हो? तलका मध्ये कुन व्यापार सन्तुलन हो? एक्स माइनस एम
अप्सन नम्बर ए x - m व्यापार सन्तुलन हो। तलकमध्ये कुन व्यापार सन्तुलन हो? तलकमध्ये कुन व्यापार सन्तुलन हो? एक्सपोर्ट अनि इम्पोर्ट भनेपछि कोतिर फर्किएछ भने एक्सपोर्टतिर फर्किएछ, निर्याततिर फर्किएछ भने चाहिँ निर्याततिर फर्क्यो भने व्यापार सन्तुलन भयो। नेक्स्टमा रहेको छ नेपाल राष्ट्रिय आयको गणना नेपाल राष्ट्रिय आयको अनुमान तथा गणना गर्ने कार्य कसले गर्दछ? नेपाल राष्ट्रिय आयको अनुमान तथा गणना गर्ने कार्य कसले गर्दछ? नेपाल राष्ट्रिय आयको अनुमान तथा गणना गर्ने कार्य कसले गर्दछ? केन्द्रीय तथ्याङ्क विभागले गर्ने गर्दछ। केन्द्रीय तथ्याङ्क विभागले गर्ने गर्दछ। नेपालको कुल ग्रस्त उत्पादन गणना गर्ने कार्य कहिलेदेखि सुरु भयो? नेपालले कुल ग्रस्त उत्पादन गणना गर्ने कार्य कहिलेदेखि सुरु भयो? कहिलेदेखि सुरु भयो? स्थिर मूल्यमा ABCD। GDP कुल ग्रस्त उत्पादन गणना गर्ने कार्य कहिलेदेखि सुरु भयो? यसको खास कहिलेबाट भन्नेमा डेट हुनुपर्नेमा यसमा डेटको अप्सन छैन, यो नै रङ छ खासमा। नेपालको कुल ग्रस्त उत्पादनमा सबैभन्दा बढी योगदान कुन क्षेत्रको छ? नेपालको कुल ग्रस्त उत्पादनमा सबैभन्दा बढी योगदान कुन क्षेत्रको छ? तरकारी, धान, कोदो, जौ भनेपछि धानको रहेको छ। आर्थिक कल्याणको एउटा उत्तम सूचक कुन हो? आर्थिक कल्याणको एउटा उत्तम सूचक कुन हो? आर्थिक कल्याणको एउटा उत्तम सूचक कुन हो? आर्थिक कल्याणको एउटा उत्तम सूचक कुन हो भने 2018 विवरण 2018 उत्तम सूचक हो। तलका मध्ये वास्तविक GDP के को आधारमा गणना गरिन्छ? आधार मूल्यको आधारमा। तलका मध्ये वास्तविक GDP के को आधारमा गणना गरिन्छ? आधार मूल्यमा। अनि 19 नम्बर क्वेसनमा तलका मध्ये नर्मल GDP के को आधारमा गणना गरिन्छ? तलका मध्ये नर्मल GDP के को आधारमा गणना गर्ने गरिन्छ? बजार मूल्यमा। तलका मध्ये नर्मल GDP के को आधारमा गणना गर्ने गरिन्छ भने बजार मूल्यको आधारमा। नर्मल GDP चाहिँ बजार मूल्यको आधारमा गणना गर्ने गरिन्छ। अनि क्वेसन नम्बर 20 मा हेरौँ। मुलुकमा एक वर्षमा उत्पादन भएका अन्तिम वस्तु तथा सेवाहरूको बजार मूल्यलाई अर्थशास्त्रमा के भनिन्छ? C+G+1+ ब्राकेटभित्र x - m अनि ब्राकेट बन्द प्लस NFIA माइनस डेप्रिसिएसन। यसको राइट एन्सर रहेको छ। अनि क्वेसन नम्बर 21 मा रहेको छ पूर्ण रोजगारी अवस्थामा पनि बेरोजगारी तलका मध्ये कुन हो? स्वैच्छिक बेरोजगारी। पूर्ण रोजगारीको अवस्थामा पनि बेरोजगारी तलका मध्ये कुन हो? मौसमी बेरोजगारी भनिन्छ, चक्रीय बेरोजगारी हुन्छ, लुकेको बेरोजगारी हुन्छ, त्यो मध्ये स्वैच्छिक बेरोजगारी। यसको राइट एन्सर रहेको छ स्वैच्छिक बेरोजगारी। अर्थतन्त्रको उत्पादन मापन गर्नका लागि सबैभन्दा उपयुक्त अवधारणा र सूचक कुन हो? नेपाल अर्थतन्त्रको उत्पादन मापन गर्नका लागि सबैभन्दा उपयुक्त अवधारणा कुन हो? कुल ग्रस्त उत्पादन रहेको छ। अनि नेक्स्टमा जाऊ।
अप्सन नम्बर 22 मा रहेको छ कस्तो हावा लाग्यो साथ नेपालको कुल ग्रास उत्पादनमा सबैभन्दा बढी हिस्सा कुन क्षेत्रले ओगटेको छ? नेपालको कुल ग्रास उत्पादनमा सबैभन्दा बढी हिस्सा कुन क्षेत्रले ओगटेको छ? उपभोग खर्चले ओगटेको छ। सबैभन्दा बढी क्षेत्र उपभोग खर्चले ओगटेको छ। नेक्स्ट क्वेसन भन्दा अर्थतन्त्रको उत्पादन मापन गर्नका लागि सबैभन्दा उपयुक्त अवधारणा कुन हो? कुल ग्रास उत्पादन हो। अर्थतन्त्रको उत्पादन मापन गर्नका लागि सबैभन्दा उपयुक्त अवधारणा सूचक कुन हो? कुल ग्रास उत्पादन हो। अनि नेपाल सरकारले बेरोजगारी भत्ता प्रदान गरिरहेको श्रमिकलाई काममा लगाएर उक्त आयलाई तलबको रूपमा दिएमा त्यसले जिडिपीमा कस्तो असर गर्दछ? गुड। सरकारले बेरोजगारी भत्ता प्रदान गरिरहेको श्रमिकलाई काममा लगाएर उक्त आयलाई तलबको रूपमा दिएमा त्यसले जिडिपीमा कस्तो असर पार्छ? जिडिपीमा वृद्धि गर्छ। तलका मध्ये कुन जिडिपी कारक तत्त्व हो? ब्राकेट जिडिपी माइनस नेट इन्डाइरेक्ट ट्याक्स रहेको छ। आजलाई यही अन्त्य गर्यो। भोलि नेक्स्ट पार्ट हेर्नको लागि म भोलि अर्को भिडियो बनाउने छु। गुड बाई एभ्रिवान।